निशुल्क जागिर, कमिसन लाग्दैन, एक घर एक रोजगार, अब नारी पनि हुनु पर्दैन बेरोजगार भन्ने मूल उद्देश्यका साथ तपाईँहरूको सामु हामीले धेरै भ्याकेन्सी लिएर आइसकेका छौँ। यदि तपाईँहरू काठमाडौँमा बेरोजगार भएर बस्नुभएको छ भने चाहिँ हजुर हाम्रो अफिसमा आउन सक्नुहुन्छ। हामीसँग चाहिँ घरायसी काम धेरै मात्रामा उपलब्ध हुन्छ। घरायसी काममा चाहिँ तपाईँको आउने जाने र खाने बस्ने कामहरू रहेको छ। आज मिति 2083 साल 4 महिना 21 गते खाली भएका भ्याकेन्सीहरू यस प्रकार रहेका छन्। तपाईँहरूले राम्रोसँग सुनिदिनु होला। आज चाहिँ हामीसँग घरायसी काम र बच्चा हेर्ने इमाडोल शीतलाइटको लागि खाने बस्ने काम 17,000 तलबमा आइसकेको छ। त्यसै गरी घरायसी काम बुढानीकण्ठ न्युरो हस्पिटलको लागि 7 बजेदेखि 10 बजेसम्म तलब 7,000 रहेको छ। त्यसै गरी घरायसी काम सानेपाको लागि खाने बस्ने तलब 18,000मा रहेको छ। त्यसै गरी घरायसी काम हात्तीवनको लागि 8 बजेदेखि 11 बजेसम्म तलब 7,000 रहेको छ। त्यसै गरी रानीवन काठमाडौँको लागि तलब 18,000 रहेको छ। त्यसै गरी सुत्केरी आमाको स्याहार गर्नको लागि वीरगञ्जमा खाने बस्ने स्टाफ तलब 25,000 रहेको छ। त्यसै गरी घरायसी काम र बच्चा हेरचाह गर्नको लागि नयाँ बानेश्वरमा 7 बजेदेखि 7 बजेसम्म स्टाफ चाहिसकेको छ। तलबको कुरा गर्नुहुन्छ भने 16,500 तलब रहेको छ। त्यसै गरी घरायसी काम घटेउलोमा 7 बजेदेखि 5 बजेसम्म 15,500 तलब रहेको छ। त्यसै गरी घरायसी काम धुलाइटीको लागि 7 बजेदेखि 11 बजेसम्म तलब 8,000 रहेको छ। त्यसै गरी घरायसी काम थानकोट चेकपोस्टको लागि 12:30 बजेदेखि 3:30 बजेसम्म तलब 7,000 रहेको छ। त्यसै गरी घरायसी काम खाने बस्ने तलब 17,000 रहेको छ। त्यसै गरी घरायसी काम र बच्चा हेर्ने तलब 20,000मा रहेको छ सिनामङ्गलको लागि। त्यसै गरी घरायसी काम र आमा हेर्ने गोकर्णेश्वरको लागि तलब 20,000मा खाने बस्ने स्टाफ चाहिसकेको छ। त्यसै गरी घरायसी काम गर्ने तिनकुनेमा 7 बजेदेखि 10 बजेसम्म तलब 8,000 रहेको छ। त्यसै गरी घरायसी काम र बच्चा हेरचाह गर्नको लागि विशालनगर काठमाडौँको लागि खाने बस्ने स्टाफ 22,000 तलबमा चाहिसकेको छ। त्यसै गरी अफिसमा काम सिनामङ्गल 9 काठमाडौँको लागि 7 बजेदेखि 5 बजेसम्म तलब 16,500 रहेको छ। त्यसै गरी घरायसी काम र बच्चा हेर्नको लागि नयाँ बानेश्वर थापागाउँको लागि 9 बजेदेखि 4 बजेसम्म तलब 16,000 रहेको छ। त्यसै गरी घरायसी काम ठमेलको लागि खाने बस्ने तलब 20,000 मा रहेको छ। त्यसै गरी घरायसी काम सानेपाको लागि 7 बजेदेखि 4 बजेसम्म तलब 16,000 रहेको छ। त्यसै गरी घरायसी काम भैरवा नजिक खाने बस्ने तलब 25,000मा रहेको छ। त्यसै गरी इमाडोल भर्दकाली पेट्रोल पम्प नजिकै 9 बजेदेखि 4 बजेसम्म तलब 8,000 रहेको छ। त्यसै गरी घरायसी काम मैत्रीनगर कलङ्की मैत्रीनगरको लागि 9 बजेदेखि 1 बजेसम्म तलब 8,000 रहेको छ। यस्तै तपाईँहरूले घरायसी कामको खोजीमा हुनुहुन्छ भने चाहिँ हजुर हाम्रो अफिसमा आउन सक्नुहुन्छ। अफिसको लोकेसन हाम्रो ग्वारको चोक कोइस्ट कलेजको अगाडिपट्टि रहेको छ। यदि तपाईँहरू बेरोजगार हुनुहुन्छ भने चाहिँ यो भिडियोलाई सक्दो सेयर गरी सबैजनाले माया गरिदिनु होला। धन्यवाद।